भने जय गोर्खाले वास्तविक सुगौली सन्धिपछि हाम्रो वास्तविक इतिहासलाई चाहिँ नि संसारभरि नपढाउनका निमित्त एउटा नियोजित रूपमा एउटा षड्यन्त्र गरिएको थियो, जहाँ गोर्खा राष्ट्रको राजधानी नेपाल थियो। पछि चाहिँ त्यो गोर्खा राष्ट्रलाई हटाएर नेपाल शब्दलाई राखियो। अब हामीले नेपाल शब्दमा नामबाट पृथ्वीनारायण शाहको समयको चाहिँ कुनै पनि सन्धि खोज्ने हो भने केवल गोर्खा नेपाल, गोर्खा पाटन यति मात्र भेटिन्छ। तर अरू सबै ठाउँमा चाहिँ गोर्खा चीन, गोर्खा भुटान, गोर्खा बर्मा, गोर्खा बेलायत, गोर्खा जर्मन, गोर्खा राजस्थान, सबै गोर्खा भनेको के रहेछ भने आज 100 वर्ष पनि भएको छैन। बीचमा तपाईको चाहिँ गोर्खा सरकार हुँदा गोर्खा चाहिँ यो जसरी अहिले हामी नेपाल सरकार भनिरहेछौँ नि, त्यो गोर्खा सरकार त्यो बेलामा रहेछ। त्यस विषयमा चाहिँ गुरुले बडा घतलाग्दो कुरा त्यहाँ लेख्नु भएको छ। किनभने त्यो पृथ्वीनारायण शाहले 166 टुक्रामा विभाजित भएको राज्यलाई अहिलेको भन्दा 3 गुणा लगभगलाई 3,68,000 वर्ग किलोमिटरको त्यो जमिन जोड्दाखेरिको जुन पीडा थियो नि, त्यो पृथ्वीनारायण शाहलाई चाहिँ कुनै राजा बन्ने रहर लाएर चाहिँ जोड्या देखिँदैन के। किनभने एउटा चाहिँ तपाईको 15-16 वर्षको उमेरमा पृथ्वीनारायण शाह चाहिँ अब देश घुम्नको लागि निस्केका छन्। 20 वर्षको उमेरमा राजा भएका छन् के पृथ्वीनारायण शाह। आजको उमेरमा हामी हेरौँ 20 वर्षका मान्छेमा त्यो खालको लगाव र त्यो खालको सोच त छैन। आजकै हामीले हेरौँ भने 20 वर्षका युवाहरू त पबजी खेलेर र फ्री फायर खेलेर पनि बसिरहेका अवस्था छ। फेसबुक र ट्विटरमा, इन्स्टामा चाहिँ ठुल्ठुला कुरा हुन्छन्। अब यही पनि कुरा गरौँ यहाँ हैन, जति आउनु भएको छ म त्यसको लागि म धन्यवादको पात्र छु। अब हामीले यही कुरा फेसबुकमा, मेसेन्जरमा कुरा गर्ने नि कुरा एकदम ठुल्ठुला हुन्छन्। जब एउटा कार्यक्रममा उपस्थित हुनु पर्यो भने यस्तो कार्यक्रममा, तर कुनै पार्टीको छ अथवा कुनै भोज भतेरवाला कार्यक्रम छ भने फेरि मान्छे उपस्थित हुन्छन्। यो विडम्बना हो। किन भन्दा वास्तविकता पनि हो, विडम्बना पनि हो। यसकारणले अब राष्ट्रगुरु योगी नरहरिनाथज्यूले 572वटा भन्दा बढी कृति लेख्नु भएको छ, जसमध्येमा ऐ भर्खर उहाँले भन्दै हुनुहुन्थ्यो शिखरिणीको पनि पहिलो खण्ड प्रकाशित भयो, दोस्रो खण्ड चाहिँ प्रकाशित भएन सायद है। त्यस्ता धेरै भाग छन्। कति चाहिँ धमिराले खाए, कति किराले खाए, गुरुले भन्नुभएको